हेलो गाइज, यहाँ ल हाम्रो दिदीहरूले माला हुँदै नन्द दिदी मेरो छोराको व्रत बन्धको लागि माला हुँदैछ। दिदी यहाँ दिदी आफ्नो त केही ढङ्ग छैन, मलाई त बसी बसी खा भन्दैछन्। मिठो मिठो पकाएर दिने अरे उहाँले, बसी बसी खानु भाउजू तपाईँले केही नगर्नु भन्दैछ है यहाँ। 2 दिन मात्रै होला। अरू अरू केही भन्न छ? सबै खुसी हुनुहुन्छ नि? मिना दिदी केही भाइको व्रत बन्दामा कति टाढाबाट आउनु भयो? जम्मा 2 घण्टा बसको बाटा। अनि कृष्ण कति टाढा? 5 मिनेटमा आयो। दिदी 4 घण्टा आइयो। अब आज रात सुत्नु हुँदैन है? आज र भोलि नसुतिकिन, म त 10 मिनेट आज नसुतिकिन। बाई बाई। ल गाइज ल हाम्रो यो छिमेकी आन्टी ल एकदम विशेष आन्टी ल बोल्नुहोस्, आजको दिन कस्तो छ? एकदम रमाइलो छ। मोटी मुनाको छोराको व्रत बन्धनमा एकदम रमाइलो लागिराखेको छ हामीलाई। एकदम रमाइलो छ, काम गरिरहेको, रोटी पकाइया छ, अचार बन्दैछ यता। अनि त्यता के भन्दैछ? अनि नाच्ने होइन त? खै र मुनालाई हामी हेरेकै हेरे यो तिमीले चलाऊ, हामी नाच्न जान्छौँ। नाच्ने होइन कहिले नाच्ने कही के अरे। अनि यहाँ सेलरोटी होला है, यति मिठो सेलरोटी बन्या है हाम्रो माइजूले यति मिठो सेलरोटी पकाउनु भयो। अनि यता दिदीले नि सबै सेलरोटी, यो दिदीले नि एकदम सेलरोटी पकाउनु। मैले हेरेछु, म त गफ दिदी बहिनीहरूको गफ चले है यता यता। बोल्नुहोस् आजको दिन कस्तो छ? रमाइलो छ। आज मुना आएको 2 दिन भयो पोर्चुगलबाट। मुना छोराको वर्तमान गर्नलाई पोर्चुगलबाट आइदियो नि, पाइन् माल्टाबाट। यसैमा खुसी छ हामी सबैजना। आइयो होइन, तर यो गर्नको लागि गाई जस्तो छ रमाइलो। हेलो गाइज, हामीहरू यस्तो त्रिवेणी धाममा छौँ। झन्डाहरू छ पारिपट्टि। आमामा मेरो काँटा झरे। मलाई गर्नुभयो गाइज। हेलो गाइस, हामीहरू अब हिजो पटबन्ध सकेर फेरि के अरे फुलपातीहरू सेलाउन हिँड्दैछौँ त्रिवेणी। आजको समय अब त्रिवेणीतिर लाग्दैछ। यहाँ मेरो नन्द, सासुआमा, फुपू दिदी अनि यता के अरे ड्राइभर दाइ रमाइलो हिँड्या। अब कति बेला पुगिन्छ अहिले। बाई बाई। Krishna Bala, Jagat Banda Oja, Krishna Bala, Jagat Banda Oja, Krishna Bala.
आजको आनन्दको जय हो हेलो नाच्नु न हजुर जिन्दगीको हेभता के छ र भारा एकै छिनमा छोडिन्छ संसार जिन्दगीको हेभता के छ र भारा एकै छिनमा छोडिन्छ संसार मिलाउन एकै छिनमा छोडिन्छ भक्तवत्सल भगवानको आयो जमाना कलियो गाना मान्छे यस्तै भाव आयो जमाना कलियो गाना मान्छे यस्तै भाव देवी पहिला लिएर आऊ बाबु जानुभयो छिटो भन्दा छिटो
कोइला ल्याइदिनुहोस् त कोइला लिएर आइदिनु कोइला सौभाग्य अटल सौभाग्य तिमी त कान्छी सिन्दुर चढाउनु 3 पटक चढाउनु सोमने देव भर्तुराय विवर्धनम विरलङ्करणं दिव्यं ल पतिको दीर्घायु दाहिने हातले चढाइरहनु ओम सिन अर्पयामि हरि तुलसी भद्रं समर्पयामि चढाइ हैन अब सुन्नु त हैन त्यो छाएर त्यही तल राख्नुस् भगवानको पहिला नारायण ओम किरीट फुलराजिनी काञ्चन कल्याणं वस्तम वनमाला समर्पयामि भगवती वासुदेवाय अब फेरि मधुमाता रेतायले मधु सिन्धमा मान्नु संसोपरि मधु मधुमानु वर्ष ओ मधु स्नान मात्र संतयन गतेन हेन प्रान्ते विदाले सिद्धार्थ स्नान समर्पयामि लक्ष्मीनारायण नमः नमो भगवती वासुदेवाय अब चिनी ओम सरकरा यमलोक भयात्मक शरणं तं गत प्रभु खण्डस्ना दिना गुरुदेव समन्तु के भन्छ के भन्छ खण्डस्ना देवेश मान्तु सुखानुतम ओम सरकराष्टानं समर्पयामि लक्ष्मीनारायण भ्याम नमो नमः फेरि शुद्ध जल ओम आपो समात्र सुन्दन्ति कीर्तन गर्दा प्रणन्त विश्वको हेरम प्रत्यय विरुद्धावे सुधार्दै शुद्ध उदक स्नानं समर्पयामि म क्यामेराम्यान हो अब चन्दन एकदिन चन्दन जल मिसाएर तुलसीको जल पनि मिसाएर मुनाको काम हो यो मेरो नमस्ते भाग्यमानी भए सुगन्धित जल भनेको चक्की कपुरको जल छैन अनि अष्टगन्ध पनि मिसाउने अनि सुन्नुहोस् है शुद्ध जल सुगन्धित जल बनाउने यो जल सूक्ष्म पनि मिसाउनुहोस् अब त्यसमा जल राख्नुहोस् यति नै चन्दन ओम मलाई याद छ चन्दन दिवेश ईश्वर सर्वतारं तामेव भए श्रेयम् त्यो पनि चढाउनु पर्छ राम्रो त्यो अहिले हाम्रो बिराजु नातिनु यहाँ पहिला स्नान गराउनु पर्यो नि पहिला आचम्यता महिनातम ग्रहण परमेश्वर तद विराट जाति विराज भूमथो पुरः ऊ त्यो पहिलो वस्त्र छोइदिनुहोस् भगवानलाई पिताम्बर त्यहाँ रातो पुञ्चभित्र युगल व्याम नमो नमः जनै चढाइनुहोस् ओम दामोदर नमस्ते स्तोत्रायमा भवसागरात त्यो कटोरा यता दिनुहोस् त तिलानीको कति रमाइलो हरे कति रमाइलो हे वनमा चरे मनमा हरि कति रमाइलो हे कति रमाइलो कति रमाइलो हे वनमा चरे मनमा हरि कति रमाइलो हट्नु यहाँ क्यामेरा भिडियो हट्नु ब्याक गर हल्दी लगाउँदा बोल ल सिधा आऊ यता आऊ बोल्दै बोल्दै आऊ बोल्दै बोल्दै अगाडि आऊ मेहन्दी लगाएर सक्छस्
अझै ब्याक गर आऊ आऊ के थियो अनि म केटा हो मैले सक्दिनँ अनि ए नबोला खान्छौ पिता तैले बाल काट्न सक्छिस् काट्न सक्छिस् अपन यता हेर ब्याकेर मलाई ठिक भयो ल आमा हजुर कति वर्ष कि हुनु भयो राम दिछिन मलाई मेरो बुढा आमाहरु राम्री त हुनुहुन्छ किन राम्री हुनुहुन्छ ल अब गाग्रीको सुरु भयो गेटको गाग्रीको यहाँ सजाउनलाई कलश सजाउनलाई यहाँ शान्ति के अरे हजुरको थर भट्टराई अनि विष्णु भट्टराई यहाँ रमाइलो रे दाई हो नमस्ते दाई लगायत रमाइलो हुँदैछ हाम्रो यहाँ सबैजना आउनु हाम्रो चलन लैजाऊ भगवान मलाई पनि कैलाश हे 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 लैजाऊ भगवान मलाई पनि कैलाश होइन अर्को ल्याउ न त हरियो पनि ल्याउ त यो हरियल जाने ढुकिया एउटा ग्लास र बोतल यो बोतल दिनु त माइ फुल मम्मी यो बोतल के एउटा बोतल त्यो रमाइलो छ हाम्रो घरमा आज पानी खान दिनु ल मम्मी बर्ता बन्डल भन्दा धेरै त बिहा जस्तो छ तिम्रो बिहा नै हैन यो पनि एउटा बिहा नै हो हो नि भोलि पठाइदिने हो 60 सेकेन्डको बनाऊ के आमा ल नाच्नु खुसी हुनुहुन्छ नि तर तिमी ऊ कहाँ हो त्यो बजाउने कहाँ परेछ के खै त्यो ड्याडीले अस्ति नै ल्याएको बजाउने कुरा अस्ति नै बजाउने कुरा ल्याउनु भएको टिका लाउने हो अब यहाँ बस तिमी बस न यहाँ मम्मीले उस गराउँछु अब हाम्रो यहाँ कसार बटार्ने मेरो दाइको व्रत बन्धन मेरो दाइ तक्नु हुँदैन मलाई हेर्दा हाँसो लाग्छ त्यही भन्न चाहन्छु यो कसारको लागि यहाँ रेडी हुँदैछ हाम्रो एकदम रमाइलो चलिरहेको छ नानीहरू तीनटी नानीहरूलाई राखेर टिका लाएर अनि बल्ल सुरु हुन्छ लगाइ बल गर्नु भएको छैन कि बलै देखाउनु मिलेको छैन त्यसै यही गरौँ त हामी यस्तो खै
हेलो गाइस, गुड मर्निङ। आज यस्तो छोराको व्रत बन्दामा यति रमाइलो छ। यहाँ मेरो दिदी हुनुहुन्छ, अनि यहाँ मेरो ठुली मम्मी, ठुली सासू, बुढी सासू, यहाँ फुपू दिदी, यहाँ मेरो छिमेकी आन्टी, यहाँ मेरो पनि छिमेकी आन्टी, यहाँ नि आन्टी, यो मेरो छोरा, अनि तिमीलाई मैले बहिनी भने, अनि यहाँ यस्तो भन्ने छन् कि के अरे छिमेकी आन्टीहरू मेरो बहिनी, ल बहिनी, यस्तो रमाइलो छ यहाँ हाम्रो मालाको लागि यस्तो दुबोहरू तयारी छ। अनि हाम्रो यस्तो बाहिरपट्टि यस्तो छ, रमाइलो छ वातावरण। आज वेदरले पनि राम्रो साथ दिएको छ। यहाँ यस्तो मन्दिर छ। ल गाइस, आन्टी केही भन्न छ यो विशेष? ल, वर्तमानको हामी तयारी गर्दैछौँ। वर्तमानको शुभ कार्य आज, अनि भोलि वर्तमान हो। आज हामी माला बनाउने, कसार बनाउने, सेलरोटी बनाउने, अनि भोलि वर्तमान सम्पन्न हुन्छ। हजुरहरूले हेर्नु होला। अनि दिदीले केही भन्न छ? आज भोलि व्रत बन्द, मेरो नातिको व्रत बन्द छ। शुभकामना। अनि आमाको पनातीको लागि चाहिँ तिनको भन्दै बिर्स्यो। अनि यहाँ मम्मीको केही शब्द? हाम्रो बाबु, हाम्रो नातिको व्रत बन्द छ। हामी सबै दुबो केलाउँदैछौँ। शुभकामना छ। दिदीले केही शब्द? मेरो भाइको छोराको है, भाइको व्रत बन्द, नानीको गुन्ने चली, म उहाँ टाढाबाट रजरबाट एकदम यो शुभकामना दिनलाई एकदम खुसी भएर म उहाँबाट लक्ष्मीले अब यहाँ छिमेकी आडमा घर। भोलि हाम्रो छोराको व्रत बन्द, छोरीको गुन्यौ चली छ। त्यसैका लागि माला बनाउँदैछौँ, खुसी छौँ। आजलाई यही, भोलिलाई फेरि अर्को नयाँ भिडियो आउँछ। आन्टीले केही शब्द? मेरो नातिको व्रत बन्द छ, नातिनीको गुन्ने चुली छ। त्यसैको लागि हामी माला बनाउने तयारीमा छौँ। धेरै खुसी पनि छ, अनि शुभकामना छ। अर्पणको अब विशेष अर्पण ल तेरो। यो मेरो छोरा, मेरो व्रत बन्द हुँदैछ। म खुसी छु, दुखी छु। दुखी किन? दुखी त टक्लो हुन्छु, त्यही भएर। अनि छोरीको मेरो त गुन्ने चलाउँदै हुँ, तर म खुसी छु। अनि मेरो दाइको टक्लो भएको हेर्दा मलाई लाग्छ कि नाङ्गे बुङ्गेमा दाइ नाङ्गे हुन्छ, तर हुने हुन्छ। अनि भान्जीको के छ? यु आर ह्याप्पी? एमा त धोल ल गाइस, ल हाम्रो घर आयो। अनि घर अनि लिएर गएर फेरि हामी ब्यागमा आउँछौँ। यहाँ खाना सुनि केही छ भाइको लागि? मेरो माइली नन्द, अनि ल बाबा, ससुरा बाबा, ल केही छ नातिको लागि खुसियाली कस्तो छ नि? व्रत बन्धनको लागि, नातिको लागि धेरै खुसी छ मलाई। अनि अङ्कल, हाम्रो छिमेकी अङ्कल हुनुहुन्छ यहाँ, खुसी हुनुहुन्छ। अनि आन्टीलाई माइजू, विशेष माइजू। म त धेरै खुसी। मेरो त नाति हो अझै। ल यसरी हामी फेरि किचनमा आउँछौँ, राउन्डमा। यहाँ मेरो जेठी नन्दा, ल जेठी नन्दाको केही कुरा? मुख बाहिर हेर्न छैन। अनि आज कति दिन भयो तपाईँ यो यस्तो प्रोसेसमा लागेको? म माइत काममा लागेको 8 दिन भयो। भोलि 9 दिनको दिन घर जाने हो। 9 दिनको दिन जानु हुँदैन। ल विशेष, ल आमा
गयो नाति एकदम नातिको व्रत भन्दा म यति खुसी छैन म खुसी छु मेरो जेठो नातिको व्रत भन्दा धेरै नाति यो दुईटा आमा छोरी यहाँ धेरै नातिको शुभकामना छ व्रत बन्द छ नानीको सारी चोली छ लाखवती व्रत बन्द सारी चोली सबै इष्टमित्र बोलाएका सबै आइदिनुहोस् खुसी भइदिनुहोस् लगाएछ ल अब यसरी हामी ब्याक क्यामेरा लिएर बाहिरपट्टिको रामदेवको साइड यो मेरो घर भयो अनि लिएर गएर फेरि यस्तो छ मेरो बाहिरपट्टि ल हाम्रो बाहिरमा यस्तो छ ओके बाई गाइज फेरि अर्को भलकमा भेट हुँला भोलि मेरो छोराको व्रत बन्द छ त्यसपछि फेरि भलकमा भेट हुँला ओके बाई बाई गाइज नेक्स्ट टाइम फेरि अर्को भलक हेरिदिनु होला ओके बाई बाई ब्याक र छाड्न सक्ने पनि छ मेरो व्रतबन्धको यहाँ लारको दुबोवाली अब यसलाई यस्तरी हो कि त्यसलाई हेर्न सक्नुहुन्छ रुकुनुको गाइड मेरो सबै त अनि यता पिठोवाली या फेरि दुबोको टिम खान ठुला पारे घरका कराउँछन् साना पारे मुखैमा हराउँछन् आज हामीले पारेका कसारा नि भए दुवै हात बसार आज हामीले पारेका कसारा खानी भए दुवै हात बसार कस्तो फिल भयो यु आर ह्याप्पी I am very tired. There's still not any drops. यता फल्टाउ कति राम्रो लाग्यो नि त अलि तलमा धेरै अलि तल यति तल अनि यता नि कडा छ माला दिने सुनिने माला त्यहाँ दिने परो अलि माथि उठाउनु छाता लियो छाता माथि गर्नु के यो चढाएको होला दौडिने होइन अब सुन्नु त जौ पनि चढाइनु ल अब फुलको चढाइनु सत्यमा शिवम सुन्दर परिणि तिम्रै भर सत्यमा शिवम सुन्दर परिणि तिम्रै भर सत्यमा शिवम सुन्दर
यस्तो गर्नु त फोटो खिच्छ आउँछ कि यसलाई एडिट गर्ने नि त लगाए हामी मन्दिर बाबु देख्थिन कि ठक्क झन्नालाई देखाउन कि मैले ल उड्यो त त्यस्तै बनाउँदैछ अँ त्यही बनाउँछु नमुना भइसक्यो बेबी कृष्ण यता हेर खै 20 सेकेन्ड पुग्यो कि हिँड्नु 7 सेकेन्ड भयो उता ब्याग पनि उता पनि लैजानु नि त पुरै यता त साइड बटनमा व्हाइट कलरको छ प्याकेट छ कृष्ण त फोटो आउँछ मन्त्रापूर्ण सुख शान्ति होस् यता मन्त्र सबला सन्तु पूर्ण सन्तु मनोरथ सतुना बद्धना सन्तु मित्र विद्यार्थीले विद्यम धनार्थीले धनम आयु धनम प्रजा मत्स्य सुखानि छ मनोकामना इच्छा परिपूर्णमस्तु ल मन्त्रापूर्ण सुख शान्ति होस् प्रगति होस् उन्नति होस् लुगा हामी अब पूजा